थाहा छ देशको राजधानी काठमाडौँ उपत्यका दिन प्रतिदिन भासिँदै गएको तथ्य फेला परेको छ। जमिन डुब्दै गएको छ, तर हामीलाई यसको जानकारी समेत छैन। न सरकारले यसको नियन्त्रणका लागि कुनै काम गरेको देखिन्छ। तर आजभन्दा झन्डै 2 महिना अघि एउटा अनुसन्धान पत्र सार्वजनिक भयो, जसले काठमाडौँको भविष्यमाथि नै गम्भीर प्रश्न उठाएर केही तथ्यहरू बाहिर ल्याएको छ। जस अनुसार प्रत्येक वर्ष काठमाडौँ उपत्यका 21 सेन्टिमिटर भासिँदै गएको छ। बाँकी विस्तृतमा हेरौँ रिपोर्ट। काठमाडौँ उपत्यका अबको कति समयपछि डुब्छ, अथवा तपाईँ हामीले पछिल्लो समय ठाउँ ठाउँमा भासिएको देखिरहेका छौँ? के त्यो यसकै सङ्केत हो? केही ठाउँमा भासिएर गाडी नै हराएका समाचारहरू आइरहेका छन्। त्यसमा पनि काठमाडौँ उपत्यकाभित्र सडक नै भासिएर हिँड्दा हिँड्दै गाडीहरू फसेका, ठुलो भङ परेका र जमिन फाटेका दृश्यहरू बारम्बार देखिरहेका छौँ। यो दृश्य दरबारमा